म मेरो बारेमा भन्छु अनि एउटा आमाको बारेमा भन्छु एउटा वृद्धाश्रमको बारेमा भन्छु तर अलि ठुलो भन्नु है कहाँ सुरु गर्नु भन्दाखेरि म आफैबाट सुरु गरौँ है त म थिएँ एउटा बन्द किताब म थिएँ एउटा बन्द किताब बोकी बसेको स्वयं कहानी म थिएँ एउटा बन्द किताब बोकी बसेको स्वयं कहानी खोल्दै नखोली मान्छेहरूले लगाए अर्थ जाने नजाने न बाँच्नै सकेँ म आफू बनेर न चिने कसैले म को भनेर जिन्दगी भयो एक चलचित्र जिन्दगी भयो एक चलचित्र म बाँचेँ भएर पात्र विचित्र छेउमै बस्नेले सोधेन कहिले साँच्ची के थियो दर्द म भित्र देख्नेले देखे आँखाको नानी देख्नेले देखे आँखाको नानी देखेनन् आँखामा छल्केको पानी म थिएँ एउटा बन्द किताब यो गल्लीमा एक्लै यो घरमा एक्लै यो गल्लीमा एक्लै यो घरमा एक्लै ए होइन यो गल्लीमा एक्लै यो सहरमा एक्लै म भए आफ्नै घरमा एक्लै मान्छेहरूको यो भिड माझ यो कान्तिपुरी नगरमा एक्लै त्यसैले छाडी यो रूप विभिन्न म हराउँदैछु आफैलाई चिन्न म जाँदैछु टाढा आफैलाई चिन्न मलाई चिन्नेले कहिल्यै नभेटौँ मलाई भेट्नेले चिन्दै नचिन् मलाई चिन्नेले कहिल्यै नभेटौँ मलाई भेट्नेले चिन्दै नचिन् सम्झिन्छु भन्नेहरूले पनि बिर्सेर पनि मलाई नसम्झौँ म थिएँ एउटा बन्द किताब यो एउटा म भन्ने फिल्म आएको छ त्यो फिल्ममा भूषण दाहालले यो कविता छ एउटा अर्को यो कविताको शीर्षक छ चुरा चुरा आमा तिम्रो हातका चुरा बस्थे हाम्रो लागि चिया पाक्थ्यो तिम्रो हातका चुरा बस्थे हाम्रो लागि माम पाक्थ्यो तिम्रो हातका चुरा बस्थे जङ्गलको घाँस र पँधेराको पानी घरमै आउँथ्यो घरको मौन ईश्वरले फुलपाती धुपपाती पाउँथ्यो र हामी केटाकेटी जस्तै गरी रमाउँथ्यो जब हिउँदका रातभर तिम्रो हातका चुरा बस्थे नि आमा अर्को बिहान तयार हुन्थे हाम्रा लागि टोपी मोजा स्वेटर र गलगन्ती आमा तिम्रो हातका चुरा बजेकै कारण हामी केटाकेटी र बाको मपाइतोले कहिले बिरामी पर्नु परेन आज पनि तिम्रो हातका चुरा बजिरहेका छन् त्यसैले अस्तित्वको मूल बाटोमा छाती फुकाएर हिँडिरहेको छु तर आमा तिम्रो हातका चुरा बजेकै कारण जुगौँसँग हामी ढुक्कले यसरी निधाएछौँ कि हामीले देख्दै देखेनौँ तिम्रो कपालको रङ बदलिँदै गएको तिम्रो गालामा फुल्ने गुराँस ओइलाउँदै गएको तिम्रो हत्केलाको आयुरेखा भाग्यरेखा छोटिँदै गएको मेटिँदै गएको आमा तिमीले जिन्दगीभर के पायौ के गुमायौ तिम्रो सन्तानले कहिले थाहा पाएन आमा जिन्दगीभर तिमीले के पायौ के गुमायौ तिम्रो सन्तानले कहिले पनि थाहा पाएन सायद त्यसैले होला शनिबार घर बसेको दिन पनि सोधेन आमा तिम्रो जिन्दगीमा शनिबार आयो कि आएन नै भन्ने होइन धन्यवाद यो चाहिँ कस्तो नि जे भन्दैछु म मेरै लाइफमा भएको घटना जस्तो दोस्रो राउन्ड पाउँदिनँ होइन दोस्रो राउन्ड पाउँदिनँ भने त म एउटा कविता भन्छु यो के छ भन्दाखेरि होइन केही पनि छैन के छ भने के अरे कविता चाहिँ नहेरी भन्नुपर्छ भन्ने मान्छे हो पनि किनभने यो हेर्न थाल्यो भने मनलाई हेर्दै पाइँदैन होइन त्यही भएर
तर यो कविता चाहिँ अलिक लामो भएछ, अलिक धेर वर्ष भएछ अनि हेरेर भन्नुपर्ने भयो है। म भन्छु ल। वृद्धाश्रम। एउटा सिकारु लेखकले 1/4 लेखेर अलपत्र छोडी हिँडेको एकादेशको उपन्यास जस्तै। एउटा नामु जुवाडेले एकपछि अर्को हारको चर्को श्रृङ्खला खप्न नसकी असहाय छाडी हिँडेको कमजोर तास जस्तै मलाई पनि मेरो प्रिय पुत्रले यहाँ छोडी हिँडेको छ वृद्धाश्रममा। वृद्धाश्रमका यी पुराना भित्ताहरूको पर्दामा मेरा रित्ता आँखाहरू, धुमिल भइगएका सम्झनाहरू श्याम श्वेत चलचित्र जस्तै सुस्त सुस्त चलमलाउँछन्। आफ्ना आफन्तहरू बनेर अनेक चरित्र लिएर अनेक भूमिका मेरो मनलाई बिथोल्दै सुस्त सुस्त चलमलाउँछन्। मेरा म जस्तै प्राचीन काँपिरहेका औँलाको भरले खोल्छु पार्लेजी बिस्कुटको एउटा पुरिया, झिक्छु एक पाना बिस्कुट अनि देख्छु त्यो एक पाना बिस्कुटको स्क्रिनमा एउटा फुच्चे सिकन्दर जो बसेर आफ्नो बाबुको काँधमा विश्वविजयी रबाफमा सकि नसकी खोलिरहेछ। उसका साना साना न्याना औँलाको भरले एउटा पार्लेजी बिस्कुटको पुरिया। सोचेँ यसरी हुन्न, बाँकी छ जिन्दगी अलिकति जिउनुपर्छ। सोचेँ यसरी हुन्न, बाँकी छ जिन्दगी अलिकति जिउनुपर्छ। ओहो चिसो भइसकेछ चिया, बाँकी छँदै तातो थोरै अलिकति पिउनुपर्छ। अनि उठाउँछु मेरो आँखा जस्तै बाफिएर धमिलो भएको सिसाको गिलास अनि देख्छु त्यो चियामा नृत्यमग्न एउटी सानी परी जो बुधबारे हाटमा उसको बाबुले किनिदिएको छिर्के मिर्के जामा लगाएर एक हातले उसको बाबुको चोर औँला समाएर अर्को हातले पग्लिँदै गरेको बरफ चुस्दै फुर्र उडिरहेछ आकाशमा बतासमा। जेठी माइली साइली काइली कान्छी औँलाहरूमध्ये त्यो काइली औँलामा जब जब यी आँखा काइली औँलामा जान्छ, एउटा सुनको औँठी एउटा सुनौलो रङको कथाको पोयो फुकाउन तयार हुन्छ। ऊ पनि त आफ्नो बाबुआमाकी काइली औँला थिए जसले मेरो भान्सादेखि मझेरीसम्म, गोठदेखि मधेरीसम्म उज्यालो बनाइदिए, जसले मेरो साँझलाई बिहानलाई रातलाई ओछ्यानलाई न्यानो बनाइदिए, यतिसम्म कि मलाई विराट देखाउन आफैलाई गुम्स्याएर आफैलाई खुम्स्याएर जेमा पनि अट्न मिल्ने गरी सानो बनाइदिए। राम्री थियो सायद त्यही भएर होला निकै वर्ष अघिको एक ठिहिरो हिउँदमा मृत्युले उसलाई कसिलो अङ्कमाल गर्यो। एउटा सानो तारा चुपचाप धरतीबाट आकाशतिर सर्यो। प्रिय मृत्यु वृद्धाश्रमको यो ठिलो कोठाभित्र एउटा कम्बलको बलमा यो वर्षको हिउँ झेल्न सक्दिनँ। प्रिय मृत्यु वृद्धाश्रमको यो ठिलो कोठाभित्र एउटा कम्बलको बलमा यो वर्षको हिउँ झेल्न सक्दिनँ। म धेरै थाकिसकेको छु। अब त तँसँग थप लुकामारी खेल्न सक्दिनँ। म ढोका खुल्लै राखेको छु। म निदाएको हुन सक्छु। नबिउजाइकन चुपचाप मलाई अँगालिदिनु।